हेलो एभ्रिवान वेलकम टु माई च्यानल। कति दिनपछि म भिडियो बनाउँदैछु अनि मेरो धेरै थोक चेन्ज भइसकेको छ। यु क्यान सी मेरो ब्याकग्राउन्ड पहिला कस्तो छैन। द्याट मिन्स yes, I am in USA. मेरो अगस्त 28 मा इन्टरभ्यू थियो, सो आई मुभ्ड इन विथ माई हस्बेन्ड। आजको भिडियोमा चाहिँ म मेरो F2 एक्सपिरियन्स सेयर गर्न आँटेको छु, किनभने मैले पनि मेरो इन्टरभ्यू दिने बेलामा कति धेरै मैले युट्युबमा खोजेँ के, तर मैले कस्तो मतलब राम्रोसँग पाइनँ होइन। सो मैले चाहिँ के सोचेको थिएँ भने भोलिको दिनमा यदि मेरो एक्सेप्ट भयो भने म पनि युट्युब भिडियो बनाउँछु भनेर सोचेको थिएँ। सो हियर आई एम मेकिङ द भिडियो द्याट आई प्रमिस्ड। मेरो चाहिँ यो थर्ड एटेम्प्ट हो। थर्ड एटेम्प्टमा चाहिँ म एक्सेप्ट भएँ। फर्स्ट एटेम्प्टमा मैले येल्लो सिट पाएको थिएँ भने सेकेन्ड एटेम्प्टमा मेरो वाइट सिट पाएको थिएँ अनि फाइनल्ली थर्ड सिटमा चाहिँ मैले पिङ्क पाएँ। अहिले चाहिँ सोसियल मिडिया स्क्रिनिङको कारणले गर्दाखेरि चाहिँ सबैजनाले नै पिङ्क पाउनुहुन्छ। सो सुरुमै हजुरले पिङ्क पाउनुभयो भनेर चाहिँ नआत्तिनु होला। कसैलाई चाहिँ एडमिनिस्ट्रेटिभ प्रोसेसिङ भनेर चाहिँ डकुमेन्टहरू माग्न सक्नुहुन्छ होइन। सो माग्नुभयो भने उहाँहरूले मागेको डकुमेन्टहरू दिने अनि उहाँहरूको रिक्वायरमेन्ट फुलफिल भयो भने तपाईँहरू एक्सेप्ट हुने चान्स धेरै हुन्छ। तर पिङ्क स्लिप पायो भन्दैमा आत्तिनु चाहिँ पर्दैन, किनभने यो लगभग एक्सेप्टेन्स पनि हो, रिजेक्सन पनि हो। सो मलाई जहाँसम्म लाग्छ मेरो एक्सपिरियन्स अनुसार चाहिँ पिङ्क पाउनुभयो भने डराउनु पर्दैन भन्ने नै म बिलिभ राख्छु। एनी हु लेट्स गेट ब्याक टु माई एक्सपिरियन्स। मेरो इन्टरभ्यू बिहानै 7:45 को थियो। सो म बिहानै 6 बजे नै त्यहाँ पुगेँ। इन्टरभ्यूमा म मेरो बाबासँग गएको थिएँ। सेकेन्ड इन्टरभ्यूमा मेरो साथी बहिनीसँग गएको थिएँ अनि थर्ड इन्टरभ्यूमा चाहिँ म एक्लै गएको थिएँ। अनि एक्लै गएको बेलामा एक्लै गएर चाहिँ तपाईँले आफ्नो सामानहरू चाहिँ त्यहाँनिर लकरको सिस्टम हुन्छ। त्यहाँ त्यो क्याफे नजिकै फोटोकपी सेन्टरहरू छ नि, त्यहाँनिर तपाईँहरूको 100 रुपियाँ लिनुहुन्छ। अनि तपाईँको मोबाइल अनि तपाईँको फाइलहरू के छ जुन एम्बेसीभित्र लान पाइँदैन त्यो उहाँहरूले राखिदिनुहुन्छ। चाबी लगाएर राखिदिनुहुन्छ, सेफ हुन्छ। सामान राखेर म भित्र गएँ। मेरो छिट्टै पाला आएको थियो। 10-15 जना पछि मेरो पाला आइहालेको थियो। भन्दा अगाडि सबैजनाको रिजेक्ट भइरहेको थियो के, सबैजनाको रिजेक्ट भइरहेको थियो। मलाई एकदम डर लागेको थियो सबैको रिजेक्ट भएको देखेर होइन। तर पनि हिम्मत गरेर म प्रे गरेर म बसिरहेँ त्यहाँनिर। केही हुँदैन, पोजिटिभ सोच्नुपर्छ भनेर। मेरो पाला आयो फाइनली। मेरो इन्डियन भिओ पढ्नु भएको थियो। हामी सुन्छौँ नि इन्टरनेटमा, हाम्रो जुन ग्रुप च्याटहरूमा सुन्छौँ नि यो मान्छेको मुड अफ छ भनेर सबैको रिजेक्ट गरिदिन्छ। त्यो पनि रङ प्रुफ हुन्छ मेरो सिनारियोमा, किनभने मलाई एक्सेप्ट गर्नुहुने भिओले सबलाई रिजेक्ट गरिरहनु भएको थियो कि। मभन्दा अगाडिको जुन एप्लिकेन्ट हुनुहुन्थ्यो उहाँसँग त यस्तो फायर हुनुभएको थियो होइन। लाग्थ्यो कि उहाँकै रिसले गर्दा मलाई पनि रिजेक्ट गरिदिनुहुन्छ जस्तो लागेको थियो क्या। सो आई वाज रियली स्केयर्ड। अब जे होस् देखा जाएगा, जे होस् भनेर म होस् जेसुकै होस् भनेर म आफ्नो बेस्ट दिन्छु भनेर म गएँ होइन। तपाईँ पत्याउनुहुन्न होला, म त्यो विन्डोमा जाने बित्तिकै यति मिठो स्माइल दिनुभयो नि उहाँले, यति मिठो स्माइल दिनुभयो होइन। मतलब एकैचोटि नेपालीमा बोलिदिनु भयो क्या। मैले इङ्ग्लिसमा प्रिपेयर गरेर गएको थिएँ, नेपाली क्या। यस्तो मिठो नेपाली बोल्नुभयो कि सन्चै हुनुहुन्छ भनेर वेलकम गर्नुभयो कि मलाई। अनि त्यो सन्चै हुनुहुन्छ भनेर सुनेपछि मलाई मेरो साथीसँग बोले जस्तै फिल भयो क्या। यो इन्टरभ्यू जस्तो फिलै भएन मलाई होइन। के सोध्नुभयो भने मेरो हस्बेन्डको चाहिँ उहाँ चाहिँ अहिले एसटिएम ओपिटीमा हुनुहुन्छ। हाम्रो I-20 हुन्छ नि F2 को, त्यो हेर्नुभयो। अनि त्यहाँ चाहिँ उहाँको एक्सपेन्सेसहरू मलाई एक्सप्लेन गर्नु भनेर भन्नुभयो, किनभने उहाँ चाहिँ पहिला जिए पनि हुनुहुन्थ्यो नि त। जिएको एक्सपेन्सेसहरू थियो, सो एक्सप्लेन गर्नु भनेर भन्नुभयो। मेरो हस्बेन्डले भर्खर ग्रेजुएट गर्नुभयो, अहिले चाहिँ उहाँ एसटिएम ओपिटीमा हुनुहुन्छ। यो पहिलाको एक्सपेन्सेस हो भनेर मैले उहाँलाई एक्सप्लेन गरेपछि उहाँले चाहिँ एसटिएम एप्रुभ भएको छ कि छैन भनेर चाहिँ त्यो I-20 को पछाडिपट्टि चेक गर्नुभयो। सो या ओके अल राइट भनेर भन्नुभयो। तपाईँहरूको लभ म्यारेज हो कि एरेन्ज म्यारेज हो भनेर सोध्नुभयो। हाम्रो वेडिङ फोटोज हेर्नुभयो। कति वर्ष भयो लभ परेको भनेर सोध्नुभयो। कति वर्ष भयो बिहे भएको भनेर सोध्नुभयो। नर्स हो भनेर सोध्नुभयो। मलाई हस्बेन्डको कलेजको नाम सोध्नुभयो। ट्रिकी क्वेसन सोध्नु भएको होला है। मैले सुरुमै एक्सपेन्सेसको बारेमा भनिसकेको
थिएँ नि त। तर सेकेन्डचोटि फेरि 2-3 वटा क्वेसन पछि मलाई फेरि उहाँले अनि उहाँको एक्सपेन्स चाहिँ कसरी गरिरहनु भएको छ त? कसरी चाहिँ उहाँले चलाइरहनु भएको छ त? भनेर सोध्नुभयो क्या। फेरि उहाँलाई भने कि मेरो हस्बेन्ड चाहिँ ओपिटीमा हुनुहुन्छ, सो उहाँ फाइनेन्सियली स्टेबल हुनुहुन्छ भनेर भने। अनि द्याट्स इट। लास्टमा मेरो सोसल मिडिया हेर्नुभयो उहाँले। सोसल मिडियामा मैले भएभरको सब युआरएल लिङ्क हालिदिएको थिएँ क्या। आई मिन टिकटकदेखि लिएर, रेडिटदेखि लिएर, जिमेलदेखि लिएर, मेरो जति पनि मेरो जिमेलबाट जति पनि एकाउन्ट बनेको छ नि, लिटरली मैले सब हालिदिएको थिएँ क्या। तपाईँहरूले त्यस्तो गर्नु पर्दैन, तर मलाई चाहिँ त्यो डर लागेर मैले चाहिँ सब हालिदिएको थिएँ। मेरो चाहिँ नेपालमा हुँदाखेरि मेरो मयुरा मेरो बिजनेस अकाउन्ट थियो, मैले त्यसको पनि लिङ्क हालिदिएको थिएँ। 2टा इन्स्टाग्राम प्रोफाइल मैले सो गरेको थिएँ। अनि उहाँले मलाई क्वेसन गर्नुभयो कि 2टा छ त यो के हो भनेर सोध्नुभयो। अनि मैले उहाँलाई जे त्यही भने, एउटा मेरो बिजनेस प्रोफाइल हो, एउटा मेरो आफ्नो प्रोफाइल हो भनेर मैले मेन्सन गरेँ। अनि कस्तो खुसी हुनुभयो क्या उहाँले मलाई। थ्याङ्क यू, तपाईँले आफ्नो सोसल मिडिया सबै राख्नुभएको रहेछ, त्यसको म धन्यवाद भनेर भन्नु। अब मलाई त्यहाँबाट पोजिटिभ फिलिङ आइसकेको। तर यु नेभर नो, जति नै हाँसेर बोले पनि, जति नै राम्रो भने पनि उसले कति बेला येल्लो सिट दिन्छ। किनभने मैले 2चोटि रिजेक्सन खाइसकेको छु नि त। सो म पास भइसकेँ भनेर चाहिँ म स्योर चाहिँ थिइनँ, तर त्यस इन्टरभ्यू चाहिँ राम्रै भइरहेको छ भन्ने चाहिँ मलाई लागेको थियो। अनि त्यस पछाडि लास्टमा मलाई मेरो DS-160 र पासपोर्ट माग्नुभयो। मलाई थाहा थिएन एक्सेप्ट हुने बेलामा पासपोर्ट त लिनुहुन्छ भनेर थाहा थियो, तर DS-160 पनि माग्नुहुन्छ भन्ने थाहा थिएन। मैले दिएँ, मलाई त्यहाँसम्म थाहा छैन म एक्सेप्ट भयो भनेर होइन। त्यसरी मलाई पिङ्क स्लिप दिनुभयो। पिङ्क स्लिप दिएपछि मलाई लगभग स्योर भयो, मलाई अलिक ढुक्क भयो। अनि त्यसरी उहाँले मलाई के भन्नुभयो भने, तपाईँले आफ्नो रिजल्ट चाहिँ तपाईँको इमेलको थ्रुबाट थाहा पाउनुहुन्छ भनेर भन्नुभयो। अनि मैले उहाँलाई कहिलेसम्म आउँछ मेरो इमेल भनेर सोधेँ। अनि उहाँले म भरसक आजै दिने प्रयास गर्छु, विदिन 5 to 6 आवर्स भनेर भन्नुभयो। अनि थ्याङ्क यू भने। अनि म गएँ। अनि त्यस पछाडि त्यो सिटमा चाहिँ लिङ्क दिनुभएको हुन्छ एउटा होइन। त्यो लिङ्कमा क्लिक गरेर तपाईँले आफ्नो स्ट्याटस के भयो त, एप्रुभ भयो कि रिजेक्ट भयो भनेर हेर्न सक्नुहुन्छ। पिङ्क स्लिप भनेको त काइन्ड अफ रिजेक्सन र हाफ एक्सेप्टेन्स हो नि त। सो सुरुमै चाहिँ त्यो स्ट्याटस चेक गर्दाखेरि चाहिँ रिजेक्टेड भनेर देखाउँछ। सो तपाईँ आत्तिनु हुँदैन, आत्तिनु पर्दैन त्यसको लागि। मलाई त्यस्तो डर लागेको थियो, ला रिजेक्ट भएछ भन्ने लागेको थियो। तर होइन, सुरुमा त्यो फर्ममै रिजेक्टेड भनेरै लेखेको हुन्छ। त्यस पछाडि बिस्तारै 5 to 6 आवर्स पछि मैले चेक गर्दाखेरि मेरो एप्रुभ भनेर आयो। एप्रुभ भनेर आएपछि त्यसरी मेरो फिक्स भयो, मेरो एक्सेप्ट भयो भनेर। अनि त्यसको लगभग मैले चाहिँ मेरो होम टाउन धरानमा डेलिभरी राखेको थिएँ पासपोर्टको। सो मेरो 10 दिन जति लाग्यो होला पासपोर्ट आउनको लागि। एन्ड द्याट्स इट, आई एम हियर। मैले पासपोर्ट रिसिभ गरेँ, टिकट काटेँ, आइपुगेँ यहाँ। आई नो, आई अन्डरस्ट्यान्ड कति गाह्रो हुन्छ, स्पेसली म्यारिड कपलहरूको लागि होइन, लङ डिस्टेन्स। आई नो, जो इङ्गेज हुनुहुन्छ उहाँहरूको लागि पनि गाह्रो, एभ्री कपलको लागि गाह्रो हुन्छ। तर स्पेसली म्यारिड कपलहरूको लागि कति गाह्रो हुन्छ लङ डिस्टेन्स रिलेसनसिपमा बस्न भनेर आई अन्डरस्ट्यान्ड। त्यही भएर मैले तपाईँहरूलाई हेल्प होस् भनेर यो भिडियो बनाएको। अरू पनि भिडियो तपाईँहरू चाहनुहुन्छ अथवा तपाईँहरूको केही क्वेरीहरू छ भने प्लिज फिल फ्री टु कमेन्ट डाउन। म यसको बारेमा अझै राम्रोसँग भिडियो बनाउने छु, सम टिप्स एन्ड ट्रिक्स लिएर आउने छु। किनभने मैले 3चोटि इन्टरभ्यू दिएँ नि त। सो म एक्सेप्ट पनि भएँ र रिजेक्ट पनि भएँ। सो आई गेस मलाई अलिक बेसी नलेज छ कि के भएर रिजेक्ट हुन्छ र के भएर एक्सेप्ट हुन्छ भनेर। अनि यसको एन्सर दिने तरिकाहरू के हो भनेर चाहिँ आई गेस मलाई अलिक आइडिया छ। सो आई वुड लभ टु सेयर विथ यु गाइज इफ यु वान्ट। कमेन्ट गर्नुहोस् यदि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो र अरू पनि F2 इन्टरभ्यूको बारेमा केही भिडियोहरू चाहिन्छ भने प्लिज लेट मी नो। एन्ड या, थ्याङ्क यू फर वाचिङ, टेक केयर, सी यु सुन। अनि यस, युट्युबमा भिडियो आउँछ, जहिले आउँछ।